हेलो एभ्रिवान, म दिपक कार्की। अब सी इक्जाम आउन नि करिब 50 दिन जति बाँकी होला। यो टाइममा चाहिँ सबैलाई नै टाइकार्डिया भइरहेको हुन्छ कि मैले एउटा एमसिक्यू नि भनिदिएँ क्या, टाइकार्डिया भनेको इन्क्रिज द हार्ट रेट। यो मेरो ब्याकग्राउन्डमा चाहिँ ध्यान नदिनु ल। यतापट्टि कपडा छ, यतापट्टि नि कपडा, रुद्राक्षको माला, एटेजी, त्यहाँ ब्लू बास्केट छ एउटा, अनि एकदमै वाइट आइरहेछ क्या क्यामेरामा फेस पनि, यो लाइटले गर्दा होला सायद। यता पनि एउटा लाइट बलिरहेछ, यता पनि एउटा लाइट बलिरहेछ। तर यो कुराहरूलाई छोडौँ, हामी हाम्रो मेन टपिक्समा हौँ, त्यो भनेको सिई। अब यहाँनिर कतिजनाले के भन्छन् भने, जो 2 साल 3 सालदेखि त तयारी गरिराखेको छन् उनीहरूको त भएको छैन, यो 40-50 दिनमा हामी के गर्न सक्छौँ भनेर। बट म के भन्न चाहन्छु भने, तिमीहरू पनि यो 1 साल 1.5 साल जति होस्, 4 महिना 5 महिनादेखि पक्कै पनि केही नपढी चाहिँ बसेको छैन होला। पक्कै पनि केही न केही पढिराखेको थियो होला। अलिकति कुनै सब्जेक्ट गाह्रो लागेको होला, कुनै सब्जेक्ट सजिलो लागेको होला, बट केही न केही त पढ्दै थियौ तिमीहरूले। पक्कै मक इक्जाम दिइराखेको होला। सो म चाहिँ तिमीहरूलाई मान्दिनँ कि तिमीहरू जिरो लेभलमा छौ भनेर। जो विद्यार्थी चाहिँ यतिखेर आएर मेहनत गर्छ नि, एकदमै यो 50 दिन चाहिँ मेरै हो भन्छ नि, उसले चाहिँ सट्टाएर स्कलरसिप लिएर पनि जान सक्छ है। कतिजनाले चाहिँ के भन्छन् भने, आफ्टर एमबिबिएस त डक्टरले पिटाइ खान्छन् रे, नेपालमा डक्टरको सेलरी नै राम्रो हुँदैन रे भनी पनि राखेको हुन्छन्। त्यो भनेको चाहिँ मलाई आफ्टर एमबिबिएस के हो मलाई थाहा छैन, बट एमबिबिएस इज द बेस्ट फेज इन द लाइफ। यु हेभ इनफ टाइम टु एक्सप्लोर युर सेल्फ के। सो प्लिज अहिले टाइम छ भने चाहिँ मेहनत चाहिँ गर, एटलिस्ट 40 to 50 डे चाहिँ। तिमीहरूलाई म एउटा कहानी भन्छु कि, त्यो कहानी मेरै हो होइन। मैले ड्रप इयरमा चाहिँ एकदमै मेहनत गरेको थिएँ कि, अनि जुन दिन नाम निस्क्यो नि त्यसपछि फेरि 2 दिन म सुतिनँ क्या, लिटरल्ली भनेको। म यति खुसी थिएँ नि, मलाई लागेको थियो मैले दुनै जितेँ यार, मेरो नाम निस्केको छ। हो त्यो पल सम्झेर अहिले मेहनत गर तिमीहरू, बुझ्यौ नि। अब आजको भिडियो स्टार्ट गरौँ, र यहाँदेखि उताको भिडियो चाहिँ आइप्याडमा हुन्छ है, ओके। अब मैले यो 50 दिनलाई चाहिँ दुईवटा फेजमा डिभाइड गर्छु, ठिक छ। एउटा भनेको सुरुको 30 दिन, अर्को भनेको अन्तिमको 20 दिन। सुरुको 30 दिनमा चाहिँ हामीले जसरी हुन्छ सिलेबस कम्प्लिट गर्नै पर्छ, एनी हाउ सिलेबस कम्प्लिट गर्ने हो। अनि पिवाइक्यू पनि सल्भ गर्ने, मक इक्जाम पनि दिइराख्ने शनिबार शनिबार। अझै पनि कतिजनाले चाहिँ मक इक्जाम दिन सुरु गरेको छैनन् होला, म एकैचोटि फाइनल सीमा गरेर दिन्छु अथवा 1-2 हप्ता अगाडिदेखि इक्जाम दिन थाल्छु भनेर सोचिराखेको होला। अब पनि तिमीहरूले चाहिँ मक इक्जाम दिन सुरु गरेनौ भने चाहिँ फाइनल इक्जाममा तिमीहरूलाई ओएमआर सिट भर्नै गाह्रो हुन्छ है। मक इक्जाम चाहिँ अब चाहिँ दिन स्टार्ट गर्ने। अनि अर्को भनेको पिवाइक्यू, एटलिस्ट 10 इयर्सको पिवाइक्यू कम्प्लिट गर्नै पर्छ। अनि पिवाइक्यू कसरी सल्भ गर्ने भने, त्यो कुनै क्वेसन मात्र हेर्ने होइन क्या, त्यो पछाडिको सोलुसन हुन्छ नि, एकदम मजाले त्यो सोलुसनमा के लेखेको छ, अनि त्यो च्याप्टर कुन च्याप्टरदेखि सोधेको हो, त्यो च्याप्टरको इम्पोर्टेन्ट पोइन्टहरू पनि लेखेको हुन्छ क्या त्यो कम्प्लिट सोलुसनमा चाहिँ। त्यही भएर हो त्यो पनि पढ्न एकदमै जरुरी छ। अब जाउँ हामी लास्टको 20 दिन। त्यो लास्टको 20 दिनमा चाहिँ हामीले सिर्फ रिभिजन गर्नुपर्ने हुन्छ, पिवाइक्यू सल्भ गर्नुपर्ने हुन्छ। अनि अब अर्को पोइन्ट आयो सेफ स्कोर भनेको। म चाहिँ सेफ स्कोर 140 प्लसलाई चाहिँ मान्छु। सेफ स्कोर भनेको तिमीले 140 प्लस ल्यायो भने चाहिँ तिमीले एउटा कुनै न कुनै मेडिकल कलेज पाइ नै हाल्छौ। अनि अर्को कुरा भनेको, तिमीहरू सबैलाई थाहा छँदैछ बायोलोजीबाट कति सोध्छ, फिजिक्सबाट कति सोध्छ, केमिस्ट्रीबाट कति सोध्छ, म्याथबाट कति सोध्छ, ठिक छ। अब चाहिँ हामी इन्डिभिजुअल सब्जेक्टमा सुरुमा कुरा गरौँ बायोलोजी। बायोलोजी म्याक्सिममलाई चाहिँ इजी नै लाग्छ, त्यही भएर ट्राई गर्नु कि 65 प्लस आओस् भनेर। फिजिक्समा 35 प्लस आओस्, केमिस्ट्रीमा 35 प्लस आओस्, म्याथमा 13 to 15 आयो भने त्यो चाहिँ म गुड स्कोर मान्छु। फेरि यो सबै जोड्दाखेरि 65 प्लस 35 प्लस 35 प्लस 13 to 15 जोड्दाखेरि चाहिँ लगभग 148 to 150 आउँछ। यो 148 to 150 भनेको चाहिँ विदाउट नेगेटिभ मार्किङ हो है। तिमीले यदि 10 देखि 15 नेगेटिभ मार्किङ घटायो भने चाहिँ तिम्रो स्कोर भनेको लगभग 130 देखि 135 को रेन्जमा आउँछ। त्यतिमा त कलेज मिल्ने चान्स एकदमै कम हुन्छ, यदि तिम्रो केही कोटाहरू छ भने मात्र मिल्ने चान्स हुन्छ। अनि अर्को कुरा भनेको म्याथमा चाहिँ म त 18 पनि स्कोर गर्न सक्छु, 19 पनि स्कोर गर्न सक्छु भन्ने पनि हुन्छ कि। त्यो भनेको चाहिँ फाइनल सी इक्जाममा चाहिँ कस्तो हुन्छ भने, हामीले म्याक्सिममले चाहिँ म्याथलाई चाहिँ अन्तिममै सल्भ गर्ने हो कि। अनि सुरुमा बायोलोजी गरिन्छ, फिजिक्स गरिन्छ, केमिस्ट्री अथवा केमिस्ट्री गर्ने, फिजिक्स गर्ने, बायोलोजी जसरी गरे पनि अन्तिममा चाहिँ दिमागले कामै गर्न छोडेको हुन्छ क्या। हामी त्यतिखेर प्रेसरमा पनि हुन्छौँ, त्यतिखेर सानो सानो कुराहरू पनि सोच्न सकिरहेको हुन्नौँ। त्यही भएर म्याथमा चाहिँ 13 to 15 इन फाइनल इक्जाम सीमा चाहिँ स्कोर गर्यो भने म चाहिँ गुड स्कोर मान्छु। अब आउँछ अर्को कुरा, तुक्का। 4वटामा तुक्का हान्दा पक्कै एउटा त मिल्ला, त्यो एउटाले चाहिँ नेगेटिभ मार्किङ 4वटाको कभर गरिहाल्छ भन्ने पनि हुन्छन्। मैले पनि यही सोध्थेँ, मैले मक इक्जाममा पनि ट्राई गरेकै हो, तर मेरो चाहिँ कहिले नै मिलेन क्या त्यो तुक्का। सो भरिसक्यो ट्राई गर्नु कि गाह्रो क्वेसनलाई एटेमै नगर्नु, जुन तिमीहरूलाई आउँदैन त्यो एटेमै नगर्नु, सजिलो सजिलो क्वेसन मात्र एटेम गर्ने। गाह्रो क्वेसन जुन तिमीहरूलाई आउँदैन, जुन तिमीहरूले पहिलोचोटि देखेको छ त्यो क्वेसनहरूलाई चाहिँ म चाहिँ सजेस्ट गर्छु कि एटेम नगर्नु। अब आउन थाल्छ स्ट्रेस टेन्सन। स्ट्रेस टेन्सन त 101% हुन्छ, बट यो टेन्सन स्ट्रेस चाहिँ वर्थ इट छ है गाइज। म तिमीहरूलाई एउटा कुरा भन्न चाहन्छु कि, म भाइब्रेन्टको इक्जाममा मक इक्जामहरू दिन जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ कस्तो हुन्थ्यो भने, जो विद्यार्थीहरू चाहिँ इक्जाम दिन आएको हुन्छन् उनीहरूको चाहिँ नाम, नम्बर, कुन कलेज पढेको,
टिप्दै आउँथेँ क्या त्यो टाइममा। अहिले पनि त्यस्तै छ, आई डोन्ट नो। बट म त्यतिखेर त्यो अरू स्टुडेन्टहरूको कलेज देख्थेँ क्या, केएमसी, सेन्ट जेभियर्स, अनि अर्को गोल्डन गेट हो, त्यस्तो कलेज देख्दा मलाई डर लाग्थ्यो क्या, म यो स्टुडेन्टहरूसँग कसरी कम्पिट गर्नु भनेर। बट खोइ त, म पढिरहेको छु बिपिकेआइजिएसमा, एउटा राम्रो कलेजमा पढिरहेको छु, त्यही भएर मेहनत चाहिँ गर्नु पऱ्यो। त्यही भएर जतिसुकै स्ट्रेस होस्, जतिसुकै टेन्सन होस्, मेहनत चाहिँ गर्नु पऱ्यो है। अब हामी आउँ टाइम टेबलमा। अब चाहिँ टाइम टेबल बनाउने टाइम पनि गयो। अब चाहिँ जति सक्छौ, एज मच एज यु क्यान, तिमी जति सक्छौ, तिमीले जति इफोर्ट लाउन सक्छौ नि त्यति पढ्ने हो। स्टडी, स्लिप, इट। अबको 50 दिनलाई चाहिँ यही आफ्नो रुटिन बनाउनु पऱ्यो। अनि अर्को कुरा के भन्न चाहन्छु भने मजाले सुत्ने, स्लिप वेल। कम्तीमा पनि 6 to 7 आवरको चाहिँ स्लिप हुनुपर्छ है। तिमीहरूले पढ्यौ, त्यो पढेको कुरालाई चाहिँ रिटेन गर्न सकेनौ, त्यो पढेको कुरालाई चाहिँ युटिलाइज गर्न सकेनौ भने त्यो पढेको कुराको केही मतलब भएन। सो स्लिप वेल। अर्को भनेको इट गुड फुड, लाइट फुड। अब भनेको चटपटे, पानीपुरी, चिसो भरिसक्के नखानु, किनभने तिमीहरूले चिसो खाउला, टन्सिलाइटिस, कमन कोल्ड भइदियो भने तिमीहरूको 1 हप्ता त त्यत्तिकै जान्छ, त्यहीँनेरि तिमीहरूको टाइम वेस्ट, त्यहीँनेरि हुन्छ तिमीहरू डिमोटिभेसन। सो आफ्नो हेल्थलाई पनि ख्याल राख्ने। अर्को भनेको एभोइड सोसियल मिडिया लाइक फेसबुक, टिकटक, इन्स्टाग्राम। जस्ट डिसअपियर फर 50 डे, 50 दिनको लागि चाहिँ गायब भयो। अब जाउँ हामी नेक्स्ट पाटोमा। हामीले भन्यौँ कि 50 दिनमा यो गर्ने, तर कसरी गर्ने? सुरुमा हेर, मैले अघि पनि भनेको थिएँ 30 दिन। 30 दिन भनेको चाहिँ हाम्रो काम एउटै हो, सिलेबसलाई कम्प्लिट गर्नु छ। जसरी हुन्छ सिलेबस कम्प्लिट गर्नु छ। एकचोटि तिमीले सिलेबस कम्प्लिट गर्छौ नि, तिमी आफै मोटिभेटेड र कन्फिडेन्स फिल गर्छौ क्या। फेरि त्यो सिलेबस कम्प्लिट गर्नु भनेको जस्ट हुन्छ नि सर्र हो, त्यस्तो पाराले होइन क्या। सिलेबस कसरी कम्प्लिट गर्नु पर्यो भने लाइक यु हेभ नेभर डन इट बिफोर हो, त्यस्तो पाराले चाहिँ सिलेबस कम्प्लिट गर्नु पर्यो। अहिले अलिअलि रिभिजन गर्दा हुन्छ, बट अहिलेको हाम्रो मेन गोल भनेको चाहिँ सिलेबसलाई कम्प्लिट गर्नु पर्यो। अब नेक्स्टमा भनेको तिमीहरूले सुरुमा गर्ने भनेको तिमीहरूले सबै च्याप्टरहरूको एउटा लिस्ट बनाऊ। त्यो लिस्टको पनि मस्ट वेटेज र हार्डेस्ट च्याप्टरहरू हुन्छ नि, हो त्योहरूलाई चाहिँ सुरुमा कम्प्लिट गर क्या। किनभने तिमीले चाहिँ सुरुमै हार्डेस्ट च्याप्टरहरू चाहिँ सक्यौ भने नि त्यो सजिलो चाहिँ अरू चुट्कीका खेल भन्छ नि, चुट्कीका खेल चाहिँ अरू सकिन्छ क्या। अब अनि अर्को कुरा भनेको यो सोच्दै नसोच कि म गर्न सक्दिनँ होला, डे ड्रिमिङतिर नजाने क्या। म पनि डे ड्रिमर हो, तर डे ड्रिमिङ चाहिँ गर्नु हुँदैन रहेछ, मैले भर्खर थाहा पाएँ। जस्ट एक्सनमा उत्रिहाल, एक्सनमा यो भिडियो हेरिसक्ने, यो भिडियो हेरिसकेर पढ्न थालिहाल्ने। ओके, अब हामी अगाडि बढौँ है त। तिमीहरूले के गर्नु पर्यो भने नि सुरुमा 2 देखि 6 दिन अथवा 2 देखि 4 दिन, 5 दिनको एउटा टार्गेट सेट गर्नु पर्यो क्या। यति टाइममा चाहिँ म यो च्याप्टरहरू पढ्छु भनेर। त्यसपछि मक इक्जाम दिनु पर्यो, आफ्नो स्कोरलाई चेक गर्ने। आफ्नो स्कोर कम आयो भने डन्ट डिमोटिभेट। 110 आयो भने डिमोटिभेट हुने कामै छैन, बढी आयो भने पनि मात्तिने काम छैन। त्यसपछि आफूलाई एनालाइज गर, म कहाँ गल्ती गर्दैछु, म कसरी सुध्रिन सक्छु, म कहाँ सुधार्न सक्छु भनेर। जस्ट प्र्याक्टिस पिवाइक्यू। मैले भन्दैछु एटलिस्ट 10 इयरको प्र्याक्टिस गर्नै पर्छ पिवाइक्यू भनेको। अहिले मैले अब इम्पोर्टेन्स अफ पास्ट इयर क्वेसन बारेमा बोल्न थालेँ भने चाहिँ भिडियो लम्बिन्छ, म त्यसो गर्न चाहन्न। अनि कसरी अब सिलेबस चाहिँ कम्प्लिट गर्ने त भन्दाखेरि चाहिँ वान सर्ट प्रिफर नेपाली टिचर। नेपाली टिचरको युट्युबतिर तिमीहरूले कसैको क्लास लिइरहेछौ भने पनि त्यो पनि बेस्ट हो, वान सर्ट हेर। अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अहिले हुन्छ नि फेन्सी बुकहरू, जस्तै बायोलोजीको लागि ट्रुमेन्स बायोलोजी फ्यालिदेऊ, मेगा फिजिक्स पढिरहेछौ फ्यालिदेऊ। जस्ट मोड्युलमा स्टिक रह, तिम्रो नोट्स पढ अनि पिवाइक्यू चाहिँ सोल्युसन गर, सोल्युसन हेर। अब हामी अगाडि बढौँ है त। अब हामी इन्डिभिजुअल सब्जेक्टतिर जाउँ है। म अहिलेको टाइममा यो आएर भन्दिनँ कि तिमीहरू यो जस्तै फिजिकल चाहिँ यो टिचरबाट पढ, अर्ग्यानिक चाहिँ यो टिचरबाट पढ, इनअर्ग्यानिक चाहिँ यो टिचरबाट पढ। तिमीहरूलाई थाहा छँदैछ फिजिकल, अर्ग्यानिक, इनअर्ग्यानिक हुन्छ भनेर। फिजिकललाई कसरी एप्रोच गर्न सक्छौ, वान सर्ट हेर, नेपाली टिचरको छ हेर, युट्युबमा कुनै इन्डियन टिचरले पढाउनु भएको छ हेर, पिवाइक्यू गर, फर्मुला सिट बनाऊ। अर्ग्यानिक केमिस्ट्रीलाई वान सर्ट हेर, पिवाइक्यू हेर, नोट छ भने त्यो पढ। इनअर्ग्यानिकको लागि पनि मोड्युल, पिवाइक्यू, नोट, वान सर्ट। बायोलोजी हेर, सबैले मिलाउँछन्, बायोलोजी बोट्नी भनेको लगभग सबैले मिलाउँछन्, तर फिजिक्स भनेको चाहिँ ऱ्याङ्क दिलाउने सब्जेक्ट रे, अनि केमिस्ट्री भनेको चाहिँ तिमीहरूलाई सिलेक्सन दिलाउने सब्जेक्ट रे क्या। त्यही भएर केमिस्ट्रीमा चाहिँ तिमीहरूले 35 फेरि विदाउट नेगेटिभ मार्किङ है, 35 विदाउट नेगेटिभ मार्किङ ल्यायो भने पनि तिमीहरूको सिलेक्सन हुने प्रोभाबिलिटी चाहिँ एकदमै बढी हुन्छ कि। फिजिक्समा पनि त्यही हो, वान सर्ट हेर, पिवाइक्यू गर, फर्मुला सिट बनाऊ। अनि जुलोजी र बोट्नी चाहिँ म्याक्सिमम स्टुडेन्टहरूलाई सजिलो लाग्छ, तर मलाई लाग्छ कि म्याक्सिमम स्टुडेन्टहरूले चाहिँ फिजिक्स र केमिस्ट्रीको सिलेबस कम्प्लिट नगरे पनि जुलोजी र बोट्नीको म्याक्सिममले सिलेबस कम्प्लिट गरिसक्यो होला। अनि तिमीहरूले यति गर्दै पनि कुनै च्याप्टरहरू चाहिँ बचिगयो, सिलेबस कम्प्लिट गर्न सकेनौ भने जतिखेर तिमीले टाइम पाउँछौ नि त्यतिखेर यो 30 दिनभित्रमा चाहिँ सिलेबस जसरी पनि कम्प्लिट गरिहाल है। जसरी हुन्छ यो 30 दिनमा चाहिँ सिलेबस कम्प्लिट गर्न एकदमै जरुरी छ। अब नेक्स्ट भनेको म्याथमा जाउँ हामी। म्याथलाई चाहिँ सबैजनाले प्रायले हेपिराखेको हुन्छ कि लास्टको 5 दिन 6 दिन पढ्छु अनि म म्याथको इक्जाम दिन्छु भने त्यसरी चाहिँ हुँदैन है। तिमीहरूले अहिले
तैँले पनि सुरु गरेको छैनौ भने म्याथ चाहिँ अब चाहिँ स्टार्ट गर। यसको लागि युट्युबमा नेपाली टिचरहरूकै टन्न भिडियोहरू हुन्छ, त्यतिले इनफ हुन्छ। म्याथमा म फेरि पनि भन्छु 15 मार्क्स चाहिँ कम्तीमा पनि विदाउट नेगेटिभ मार्किङ चाहिँ ल्याउने कोसिस गर। अनि तिमीहरूले अघि एउटा टार्गेट बनाएको थियौ नि 2 देखि 6 दिनसम्ममा चाहिँ म यतिवटा च्याप्टर चाहिँ कम्प्लिट गर्छु भनेर, त्यो च्याप्टरहरू चाहिँ कम्प्लिट नहुन सक्छ। त्यसको लागि टेन्सन लिने होइन धेरै टाइम यो मेरो च्याप्टर बच्यो भनेर। जतिखेर तिमीहरूले एक्स्ट्रा टाइम पाउँछौ त्यो च्याप्टरहरूलाई त्यतिखेर पक्र्ने, त्यतिखेर खत्तम पारिदिइहाल्ने हो। अब जाउँ हामी लास्टको 20 दिन। कङ्ग्रेचुलेसन्स गाइज, यु हेभ कम्प्लिटेड युवर सिलेबस। तिमीहरूले आफ्नो सिलेबस कम्प्लिट गरिसक्यौ। अब तिमीहरूको लास्टको 20 दिनमा के गर्नु पर्यो भने रिभिजन गर्नु पर्यो, PYQ सल्भ गर्नु पर्यो, मक एक्जाम दिनु पर्यो। जबसम्म CE एक्जाम हुँदैन नि तबसम्म यही साइकललाई चाहिँ रिपिट गरिराख्नु पर्यो, ठिक छ। अब हामी भिडियोको लास्टमा पनि आइसकेका छौँ। सो हामीसँग एउटा मात्र अप्सन छ क्या, डु बुझ्यौ नि। अब डिमोटिभेट हुने अप्सनै छैन हामीसँग, हामीलाई गर्नै पर्ने छ, हामीलाई जसरी हुन्छ गर्नै पर्ने छ। अनि अर्को कुरा भनेको तिमीहरूलाई केही प्रब्लम भयो भने चाहिँ प्लिज कमेन्ट बक्समा लेख्नु होला, आई विल डेफिनेटली रिप्लाई गाइज।